गुड मर्निङ बेनी 6 बजिसक्यो। अब चाहिँ हामी मुक्तिनाथको लागि निक्लिन्छ। यहाँबाट कति टाइम लाग्ने हो, लेट हुन्छ फेरि होइन, साँझसम्म पुगिन्छ होला। लेट्स सी अब यहाँबाटको जर्नी कस्तो हुन्छ। सो गाइज हामी चाहिँ होटलबाट रेडी भएर अब निक्लिसकेको छ। अब बेनीबाट निक्लिँदैछ। अब हामी उज्यालो भइसक्यो, स्वाद बन्न लागिसक्यो। कतिखेर पुगिन्छ ल, बस बस। सो हामी चाहिँ बेनीबाट निक्लिँदैछ अब है। बाई बाई बेनी। एन्ड दिस इज द मनकामा मुक्तिनाथ जाने बाटो यो। सो मुक्तिनाथ माताले रक्षा गरौँ, रामसित पुऱ्याइदेऊ हामीलाई है। कति छ है नानो? सो गाइस बहुत चिसो रहेछ अहिले त है। हिजो राति फिल भएको थिएन, तर बिहानमा चाहिँ धेरै चिसो रहेछ। लेट्स स्टार्ट द जर्नी गाइज। सामानहरू त सबै हाल्यो नि होइन, केही बिर्सेन नि? क्यामेराहरू बोक्यौ, वालेटहरू? मेरो वालेट त मैसँग छ। सुरुमा हामी गलेश्वर म्याप हेरेको थियो हामीले, त्यहाँबाट 92 किलोमिटर समथिङ देखाएको थियो है बेनीबाट। चिसो एकदम छ। लेट्स सी हामी कतिखेर पुगिन्छ। बिस्तारै जाने हो, ड्राइभ स्लो है। सबैले सेफ भएर ड्राइभ गर्नु होला। तिमीले हालिने हौ स्टोरीमा, हाल न टक्कै यही खिचेर हाल। पारी वारी सबै, तर बचेर बस है। अलि गचक हुन्छ गाडी, बाटो यस्तो छ, अड्डी नै खोज्छ अफ। So here we are in Galeshwar. कुन रे? गलेश्वर है ना? ओके हेर न कस्तो बिर्सेको म यहाँ। त्यो बाटो ठुलो भयो नि, त्यहाँ थिएन क्या बाटो क्या, त्यहाँ बाटो बनाए जस्तो लाग्यो। अनि त्यो झुक्क्यो क्या, यस्तै हो नि त। So we are in Galeshwar. Galeshwar आइपुगेको छौँ। And this is the Galeshwar मन्दिर है। भगवानले सबैको रक्षा गरून्। सबैले आँटेको कामहरू सबै चिजहरू पुरा गरौँ, रक्षा गरौँ भगवान माता। के यस्तो हो क्या बल्ल यार।
एन्ड यो चाहिँ गलेश्वरको गाउँ है, गलेश्वरको बजार। एकदम सानो छ बाटो, साइडबाट घरहरू बाटो एउटै जस्तो लाग्ने क्या। सो जोमसोम, and this is the way of जोमसोम। बल्ल अब यहाँ एउटा पुल आउँछ होइन, यस्तो खतरा क्या हेर्नु बाटो पनि। अब यो पुल आउँछ, पुल कटेपछि बस अनि पहाड जाने हो क्या। हेर भित्ता जाने हो। हेर्नु बाटो यस्तै हो छ, पर्दैन। ए त्यो बाटो यहीँ त आउने रहेछ नि, माथिबाट होइन, नयाँ खोलेको रहेछ क्या के, पहिला थिएन कि त्यो बाटो। केही छैन, गलेश्वर भगवानको दर्शन पनि गर्न पाइयो होइन। बाटो लास्ट डेन्जर हुन्छ है कान्छा, रामसित बस्नु नि। बाटो त लास्ट खत्तम छ यार। नडाँडा हो, बिस्तारै बस्छ, केही हुँदैन। यस्तो त हामी कति पार गर्न छ। दिस इज द ओन्ली, भर्खर स्टार्ट हुँदैछ यता। यो हो मुस्ताङ जाने बाटो, ब्याप्स। लास्ट डर लाग्छ नि, माटे हेरेर कता चिप्लिन्छ भन्ने डर। अलिकति माथि ढुङ्गाहरू भयो भने त सर र हिँड्नलाई सजिलो हुन्छ। यो हिलोमा नि, हिलोमा चाहिँ गाह्रो हुन्छ क्या, चिप्लिन्छ भन्ने डर लाग्छ क्या गाडी। सो गाइज, यो चाहिँ मुस्ताङ जाने बाटो है, एकदम अफ रोड एकदम छ। लेसे वहाँसम्म कहिले पुगिन्छ होला, केही मन्दिर यहाँ पनि। Oh my God. पानीमा बरु हिँड्छ क्या मजाले, के ढुङ्गा हुन्छ नि त, त्यो हिलोमा हो क्या चिप्लिने। यस्तोमा त बरु पानीमा हिँड्हाल्यो भने पनि गाडी मजाले हिँड्छ। एकदम डेन्जर छ यार बाटो यार। यता चिप्लेको
ओहो माय गॉड कस्तो लागिरहेछ हुन्छ कस्तो लागिरहेछ डर लाग्यो क्या डर के आगे जीते वाह पुरै यूं मुक्तिनाथ 1 किलोमिटर हात जम्न लागिसक्यो खुट्टा जम्न लागिसक्यो है सानो जाम्बो माथि नै है हुँदैन अनि झरमला तल पोस्ट यहाँ रहेछ स्वास्थ्य चौकी यहाँ रहेछ ओ यो सेता बिल्डिङ गाउँ हेर न यो ओ माय गॉड यस्तो डेन्जर हिउँ परे खाने
हेर त यिनीहरू खच्चडरलाई जाडो भएन क्या यार यहीँ अगाडि यो होटलमा अकेम पहिला बसेको त्यसैमा हामी पहिला बसेको यही कान्छ फर्किन सकिन्न क्या के गर्ने बस्ने है त्यसो हो त्यहाँ बसौँ हामी पहिला बसेको ठाउँमा हुन्छ फर्काउनु पर्यो न हजार त गाह्रो हुन्छ अरे सलम मसना गरादिनु हिँडेको त्यही नआइन हाम्रो त्यही कहाँ हिँड्ने भन्नु न हिउँ होइन पनि